चाहिँ म खास पढ्न जाँदैछु होइन। तो चलिए शुरू करते हैं। कहाँ जाँदैछु भने आज चाहिँ म खास पढ्न जाँदैछु होइन, किनकि यो जापानको लाइफ यस्तै हो कि वर्किङ गरेपछि पनि के हो भने केन्सिल कोर्सु के भन्छ होइन। त्यही भएर चाहिँ म आज नि कोर्सु जाँदैछु अनि त्यही भएर हल्का यस्तो बाबुलाई भिडियो बनाइदिउँ न त भनेर भिडियो बनाएको होइन। जापानको लाइफ चाहिँ यस्तै छ है साथीहरू, कहिले के अनि ट्यागको आज चाहिँ म अब यस्तो अब सधैँ काम हुन्छ नि त, काम भयो बेला यस्तो भिडियो बनाउन पनि मिल्दैन अनि त्यही भएर आज चाहिँ ट्यागको यस्तो भयो बेला बनाइदिउँ न त भनेर सोचेर बनाइदिएको हो। जे होस् यस्तै छ है जापानको बिजी लाइफ चाहिँ तपाईँहरूले कसरी बिताइरहनु भएको छ अनि के कस्तो हुँदैछ वर्किङ लाइफ। केन्सिल कतिको गइराख्नु भएको के गर्न लागिरह यस्तै छ है। तर पागल बनाउँछ या जापानिजहरूको बिचमा ग्रुप बनाउने के गर्ने आत्ति नै बनाएको मलाई चाहिँ। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। अब म तपाईँहरूलाई ट्याक्क देखाउने छु यहाँ हाम्रो ओसाका नजिकै चिरुमिरोखुजुमे पार्कमा चाहिँ ट्याक्क नेपालको मन्दिर छ होइन। नेपालको मन्दिर नि छ भने तर म नि त्यहाँ गएको त छैन भित्र चाहिँ, तर त्यो ठाउँ चाहिँ यही हो तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यस यो पार्क घुम्न पनि रमाइलो छ, यताउति चलपलै छ, ठुलै छ होइन। नेचर मन पराउने मान्छेलाई चाहिँ चिल नै छ भनौँ न। यो चाहिँ नेपालको मन्दिर पनि छ भन्थेँ यहाँ, तर गएको चाहिँ छैन म भित्र। तपाईँहरूले देख्न सक्नुहुन्छ यो ठाउँ, सायद यहीँबाट होला जाने चाहिँ भित्र। यो पार्क नै वाइल्ड ठुलो छ कि, तर यतासम्म हो होइन पार्क चाहिँ। यदि तपाईँहरूसँग टाइम छ ओसाका नजिक हुनुहुन्छ भने चाहिँ टक्क आएर घुमेर आफ्नो नेपालको मन्दिरलाई दर्शन गर्न सक्नुहुन्छ। यदि इच्छुक हुनुहुन्छ भने चाहिँ टक्क आउनु होला, घुम्नु होला, दर्शन गर्नु होला भगवान्जीलाई। अब म चाहिँ टक्क एउटा कोम्बिनी गएर केही ब्रेकफास्ट भनौँ न खाजाहरू किन्छु अनि त्यसपछि चाहिँ म मेरो कामतिर फोकस गरेर अगाडि बढ्नेछु। ल है त अब कोम्बिनी गएर भेटौँला है त। ल है त म चाहिँ फाइनल्ली अब कोम्बिनीमा आइपुगेँ। अब म यहाँ चाहिँ केही सामानहरू किनेर अनि त्यसपछि टक्क म यहाँबाट आफ्नो सेन्टरतिर लाग्नेछु। ल है त फाइनल्ली म चाहिँ सामान किनेर आइसकेँ। यस्तै छ है मेरो जापानको जिन्दगी लाइफ, डिप्रेसन जापानको बिजी लाइफ। एक्लै खुसी हुँदैछु म चाहिँ। के गर्ने साथीहरू, गाह्रो छ जापानमा। एक्लै खुसी हुन सिक्नुपर्छ होइन। के गर्ने त नि, अब कोही छैन साथीहरू भन्ने हिँड्ने। अब एक्लै भए पनि इन्जोय गर्न चाहिँ छोड्नुहुन्न। कसरी हुन्छ, खुसी चाहिँ हुनुपर्छ लाइफमा। खुसी नै सबैभन्दा ठुलो कुरा त हो नि। बात तो सही है। दौड़ना तो पड़ता है। उसके धंधे के बारे में गाइजहरू अब म चाहिँ यहाँबाट 5-10 मिनट जस्तो लाग्छ होला, म चाहिँ चलिदिइहाल्छु होइन। हाम्रो जापानको फेरि टक्क कादोमा आउटलेट चाहिँ यहाँ छ लालापोट। तपाईँहरू फेरि यहाँ आएर चाहिँ इन्जोय लिन सक्नुहुन्छ। फेरि ट्याक्क सस्तो मस्तो सपिङदेखि लिएर सब होइन। चिल्याक्स पारामा ड्याक्क टाइम छ भने चाहिँ तपाईँहरू यहाँ आएर घुम्न सक्नुहुन्छ होइन। त्यस्तै हो। अब के भन्ने साथीहरू, म लाभारिस भइसकेँ। म ड्याक्क टुन ब्लक चाहिँ यहाँबाट लेफ्ट म नि अब आइपुगेँ। खासै टाइम चाहिँ छैन मेरोमा नि, टाइम चाहिँ लाग्दैन भनौँ न।
भन्ने अगाडि बढ्नुपर्छ। अब म चाहिँ टक्क आइपुग्न लागिसकेँ यहाँ चाहिँ। अब किनकि फेरि त्यहाँ भिडियो सिडियो बनाउँदाखेरि रिजा हुनसक्छ, त्यही भएर म चाहिँ भिडियोलाई यहीँबाट इन्ड गरिदिन चाहन्छु। हस् त, धन्यवाद, बाई बाई गाइजहरू। ल सबले चाहिँ भिडियोको मजा लिएर साथ सपोर्ट गरिदिनु होला। हस् त, धन्यवाद, बाई।